अब जापानमा स्टुडेन्टले 28 घण्टा वर्क पर्मिट पनि नपाउने भएको छ न्यू रुल्स अनुसार। तर यो रुल्स 2026 मा ल्याउने र 2026 को बीचबाट कि त 27 बाट चाहिँ स्ट्रिक्टली इम्प्लिमेन्ट गर्ने भएको छ। कुन केसमा स्टुडेन्टलाई 28 घण्टा वर्क पर्मिट दिने, कुन केसमा नदिने। यदि तपाईँ अहिले ब्याङ्कमा 28 घण्टा भन्दा बढी काम गर्दै हुनुहुन्छ या तपाईँले ब्याङ्क क्यास र ह्यान्ड क्यास काम गर्दै हुनुहुन्छ भनेदेखि तपाईँले भिजा एप्लाई गर्ने बेला इमिग्रेसनले तपाईँको माइ नम्बर कार्डबाट तपाईँ कहाँ काम गर्दै हुनुहुन्छ, कति घण्टा काम गर्दै हुनुहुन्छ, सिटी ट्याक्स तिर्नु भयो कि भएन, पेन्सन तिर्नु भयो कि भएन, यो सबै हेरेर तपाईँलाई भिजा र 28 घण्टा काम गर्न दिने कि नदिने तपाईँको क्यालकुलेसन हुन्छ। अब धेरैलाई लागेको होला माइ नम्बर नबनाउँदा हुने रहेछ नि त, थाहा नै नहुने रहेछ भन्ने तपाईँलाई लाग्छ भनेदेखि जापानको न्यू रुल्स अनुसार तपाईँले माइ नम्बर कार्ड बनाउनु भएको छैन भनेदेखि तपाईँको होकेन कार्ड युज हुँदैन। त्यही भएर जो जति जापान आउँदै हुनुहुन्छ तपाईँ आतिनु पर्दैन। यो रुल्स जापानमा रुल्स फलो नगर्नेको लागि मात्र हो। यदि तपाईँ जापानको रुल्स भित्र बसेर 28 घण्टा काम गर्दै हुनुहुन्छ भनेदेखि तपाईँले भिजा एप्लाई गरिसकेपछि तपाईँले 28 आवर वर्क पर्मिट नै पाउनुहुन्छ। तर यदि तपाईँ अहिले जापानमा बसेर 28 घण्टा भन्दा बढी काम गर्दै हुनुहुन्छ र ह्यान्ड क्यास गर्दै हुनुहुन्छ भनेदेखि तपाईँले भिजा एप्लाई गरिसकेपछि तपाईँले 28 घण्टा वर्क पर्मिट नपाउन पनि सक्नुहुन्छ। धेरै नै रुल्स ब्रेक गर्नुभयो भनेदेखि 30 दिनको भिजा दिएर तपाईँलाई नेपाल पनि फर्काइदिन्छ।